अब हामी चाहिँ ठ्याक्क सर्कोदारी दर्शन सबै गरेर पूजासुजा गरेर हामीहरू चाहिँ अब हुकुम भाइले चाहिँ अब यत्रो वर्षपछि आएको गुफा चाहिँ देखाएको छैन भन्छन्, गुफा हेलिप्याडहरू देखाएको छैन भन्छन्, त्यही भएर चाहिँ त्यही देखाउनु चाहिँ गइरहेको छौँ हामीहरू चाहिँ। दर्शन गरियो, भोक पनि लागिरह केटा, भोक लाग्यो कि नै तिमीहरूलाई? मन्दिर आएर त्यही भन्ने हो, भोक लाग्छ भन्ने हो, काम छैन। देशीहरूले हगेर यहाँ यस्तो बनाखान् कि भगवान् छ्या बनाउने बनाउन् बाटोभरि, भिडियो बनाउनु नि गाह्रो छ गाइज। हगे बाटैभरि गएर चाहिँ छ्याट त्यो देशीहरू यहाँ नेपालमा आएर के प्रगति गर्लान्, यस्तो विकास गर्लान् भनेको त यी गुको विकास गरेर खानु यस्तो मोलचोल बनाइदिएर सर्कोदारीमा मोलको त केही कमी छैन। भने यहाँका सागमा देशीका गु हालेर त गर्दैन, कतै मोल त बनाउँदैन। म त शङ्का लाग्ला हौ, त्यो बाटो हिँड्नै गाह्रो छ त। यो जुन बाटो देखाइरहेको छ नि त्यो बाटोमा त गु छ है, एक साइड लेफ्ट साइड राइट साइड, धन्न बिच साइडमा चाहिँ छैन, धन्न बिच साइडमा भयो भने अब ल यस्तै हो दाइको साथी। त्यही भएर गाइज अब सब्सक्राइब गरिदिनु होला हाम्रो युट्युब च्यानललाई, शिशिर YTV छ। त्यही भएर गाइज दिदीहरूले गर्दाखेरि चाहिँ खै अब राम्रै हो, जे भने पर्यटकीय स्थल हो, त्यो चाहिँ विकास राम्रै हुन्छ भन्ने हो। तर विकास भन्दा पनि धेरै चाहिँ यहाँ दुर्गति, यस्तै दुर्गमी यस्ता बनाएर गान, हगेर गु बनाएर गान हाम्रो सर्कोदारीलाई। यतिसम्म चाहिँ अलिकति यहाँका प्रशासनहरूले, निकायहरूले चाहिँ अलिकति ध्यान दिनुपर्ने कुरा हो। यो चाहिँ अलिकति सफा पर्यटकीय क्षेत्र भइसकेपछि चाहिँ सफा सुग्घर चाहिँ राख्नुपर्ने हो। तर खै यहाँको निकायहरूले चाहिँ हेरे छैन जस्तो लाग्छ मलाई। गु छ यहाँ चाहिँ, उता मन्दिरमा यस्तो राम्रो भइरहेको थियो, यहाँ आएर गु छ छ्या